दिपाजी सही तरिका पत्ता लगाउनु भयो। भेरी गुड, थ्याङ्क यू। 22 गते 47 साल भाद्र, 22 गते 5 महिना 2047 साल जन्मेको समय 1:45 जाँदा भन्नुभएको रहेछ। अनि समय बिहान हो कि दिउँसो हो, खोइ बर्बाद गर्नुभएछ। फेरि देदो चाची आउँछ 1:45 हो कि दिपा भनेपछि, तर झबाट नाम आउँछ। फेरि तपाईँको हेर्छु है त एकचोटि। मेरो पालो आएन गुरु, भदौ 22 गते 2047 साल फ्राइडे हो। मीन राशि, देवकला आउँछ राशिको नाम। देवकला 1:45 AM कि PM हो, खै त नि बर्बाद गर्नुभयो नि। हुन त दिउँसोमा आउँदो रहेछ के अरे। ल ठिकै छ, तपाईँको अहिलेको लागि चाहिँ हेरिदिएँ। तर तपाईँहरू सबैले चाहिँ बिहान बेलुका के हो त्यो चाहिँ मेन्सन गर्नुपर्छ। 36 वर्षमा चल्दै हुँदो रहेछ देवकलाजी। तपाईँलाई धेरै धेरै आशीर्वाद छ। शुक्र ग्रहको दशा छ 41 वर्षसम्म, दोस्रो ग्रह दशा 38सम्म चन्द्रमाको दशा छ दोस्रो ग्रह, र तेस्रो ग्रह चलेको चाहिँ तपाईँकोमा एउटा उल्का ग्रह चलेको रहेछ के अरे। उल्का ग्रह राम्रो छैन, नराम्रो सपना देखाउँछ, टाउको दुखाउँछ, टाउको एकदम दुखाउने, बोली कहिले कहिले प्याट्ट फुस्किन सक्छ, एकदम थोरै बोल्नुपर्छ, नराम्रो सपना देखाउन सक्छ, सन्तानहरूलाई असर गराउन सक्छ। उल्काको चन्द्रमाको पनि पूजा गर्नुपर्छ। उल्का चन्द्रमा दुईटाको पूजा गर्नुपर्छ, अरूको पर्दैन। उल्का र चन्द्रमाको पूजा गर्नु होला, अगाडि बढ्नु होला। तपाईँलाई धेरै धेरै आशीर्वाद।